बस चिया चाहिँ पकाइदियो छोरी जाऊ ल नानी चिया पकायो भने चिनी सकिन्छ पकाइदियो बुझिहाल्यो कि तपाईँ होइन कि बुझिहाल्यो मैले तपाईँलाई बुझिहालेँ होइन चिनी सकिन्छ बिचरा अङ्कललाई खोकी लाग्ला सधैँ बिहान खानुहुन्छ होला तपाईँले खानु थियो तपाईँले त्यति भनिदिनु भयो चिया पकाउँछु भनिदिनु भयो बस्नु भनेर एक चकटी दिइहाल्नु भयो त्यसको लागि धन्यवाद हजुरलाई होइन यति नै ठुलो कुरा हो कि अङ्कल अब कोही मान्छे त यस्तो टाढाबाट हुन्छन् तर्सिन्छन् के त्यही भएर म त अस्ति तर्सिन त म हो कहाँ बाबा त तर्सिनु भएन नि त अस्ति नै तर्सेको म त ए सानै हुँदाखेरि अङ्कल प्लिज राखिदिन्छु नि के पैसा एउटा रिक्वेस्ट यत्रो रिक्वेस्ट गरेँ अङ्कल अब मेरै बाबा शरीरको उमेरको हुनुहुँदो रहेछ अनि जेठो मेरो छोरी त यही हो कतिवटा हुनुहुन्छ दिदीबहिनी यसका तपाईँको के मेरा दिदीबहिनी त एउटा त्यस्तो नाइ अङ्के हजुरको मेरो चाहिँ दिदीबहिनी उसको त यति हो ऊ मात्र उसको तपाईँको छोरा छोरी एउटा नाति छ एउटा छोरी छोरी कति छोरा मेरो अब यो नेपाली जस्तै देखिन्छ त नेपाली जस्तै अनि आफ्नै गाउँ जस्तो कि अरू यस्तो कि अङ्कल अरू यस्तो हाई फाई यस्तो नआइ क्या हाम्रै सुदूरपश्चिमेली हुन्छ अनुहार हेर नै हुन्छ नि अनुहार हेर न त्यही भएर मिल्छ त मिल्दैन त्यही भएर त यो लगाउनु अनि के त अनुहार मिलेन भने के त गोरो कालो अङ्कल मिसहरू गइहाल्नुहुन्छ म भर्खर हिजोदेखि आएको कि नयाँ हुन्छ हजुर हिजो मलाई यो ठाउँ पनि थाहा छैन के पनि छैन कहाँबाट आउँछ त अहिले कोटेश्वरदेखि हिँडेर हो त नयाँ बसमा आएको ढाँट्नु चाहिँ ढाँट्नुपर्छ बसमा आएको रे त नि बसमा ढाँट्नु कस्तो नि हिजोबाट आएको भन्नुभयो त्यो ढाँट्नु हो क्या त्यही भएर मैले फिल्ड गरेको हिजोदेखि ए त्यो चाहिँ हो त फिल्ड गरेको हिजोदेखि म नयाँ बोल्न सिकेको चाहिँ उहिलेदेखि होला नयाँ मिस के बोल्न सिकेको त मैले यस्तो बिजनेस कहिले गरेको छैन अङ्कल म नि त्यो कति सिकाउँदो रहेछ नानी यो बोल्न भन्नु चाहिँ एक घन्टा ट्रेनिङ बिहान उभ्याएर यस्तो मलाई यस्तो बोल्न सिकाएको छैन नि म जोसँग पनि हाम्रो घरमा गएँ नि यस्तै हो कि म होइन त्यहाँनिर एक घन्टा चाहिँ दरोड इन्सपायर हुने ट्रेनिङ दिन्छ बाबा मेन त्यो म्यानेजरले एक घन्टा चाहिँ उभ्याएर बस्न पाइँदैन फेरि त्यहाँ दिनु नि त अङ्कल यो भयो भने एउटा खाता खोलिदिनु तपाईँको आशीर्वादले मेरो बिजनेस हुन्छ कि मान्नुहुन्छ नि हाम्रो अङ्कल एउटा के मात्रै राखिदिन्छु अङ्कल है अरू नै बरु ठुलो कुरा तपाईँसँग पैसा नहोला म बिल काटिदिन्छु राख्नुहुन्छ के राख्नुहुन्छ अङ्कल पैसा सुक्को छैन प्लिज के मेरो भनेको मानिदिनु न भर्खर नयाँ छु मलाई ल मेरो भइगयो एउटा छाड्दै दुईटै छोरी भयो मेरो हो दुईटै छोरी भयो एउटा यो भयो एउटा तिमी भयो दुईटै छोरी भयो धन्यवाद अङ्कल तपाईँलाई धेरै धेरै धन्यवाद पैसा नभएको छोरी बनाएर के भएर हो हो छोरी फेरि नाति उठ्छ अहिले नाति उठ्छ मेरो फेरि छोरी भनिदिनुको धन्यवाद छ तपाईँलाई होइन एउटा को राख्नुहुन्छ अङ्कल यो के भन्नु न म त सिउँडी छ नानी हाम्रो गाउँबाट सिउँडी ल्याएको छ साँच्ची भने दोकाबाट सिउँडी थाहा छ नानीलाई तर नानीलाई देखाएको छैन होला किन थाहा छैन सिउँडी हामी नआउने सिउँडी है उतातिर अर्कै भन्छन् होला है के गर्दैन नानी त्यो उसको गाछी जान्छ है त्यसको दाना हुन्छ नि दाना चाहिँ कोरेर फ्याँक्नु त मात्रै जान्छ न हतपत जान्छ त्यो भित्रभित्र बसेर दाना चाहिँ ढुङ्गामा कुट्ने अनि फेरि चाहिँ अनि गर्ने अनि यस्तो लुगा चाहिँ हामी यो खरानी हुन्छ नि नानी खरानीमा हालेर है पकाउने नानीलाई थाहा छैन नभए बुवा आमा हजुरबा हजुरआमा हुनुहुन्छ ल बरु त्यति र पनि थाहा छ किनभने हो त्यसमा थाहा छ हामी यो त तामा भाँडामा नि है लुगा सबै लुगा पहिला त पुलिस्टरको चाहिँ हुनुहुन्थ्यो नानी है जस्तै यस्तो लिको पन्ट पनि हुन्थ्यो होला हुन्थ्यो त्यस्तो लिको पन्ट कहिले थियो खद्दरको लुगा क्या खद्दरको दोलखा उतै हो नि बैतडीर उतै सँगसँगै एउटा यो के ड्रेस हुन्छ नि यो लगाएको कपडा उतैको जस्तो लाग्यो क्या त्यही भएर भनेको यो स्वेटर होइन यो अस्कोर बाजे लाउनु त बुवा त लाउनुहुन्न नि बाबाले त हामी चाहिँ यो लाउँछौँ म त पहिलाको हो नि त 1914 को
त्यसले अर्थीहरू बुझियो 90-60 को होला अङ्कल छिटो गर्नु न अङ्कल एउटा